हेलो सम्पूर्णमा नमस्कार। आज पनि फेरि मैले तपाईहरु सामु छोटो भिडियो लिएर आएको छु। म चाहिँ जहाँ गए पनि यो सानो सानो छोटो छोटो भिडियो चाहिँ लिन मन लाग्छ, किनकि अब यो 6वटा ऋतुमध्ये चेन्ज भइरहेको छ नि त। त्यतिखेर हाम्रो गाउँठाउँ पनि एकदम सुन्दर देखिने, हरियाली है, चारैतिर हरियाली देखिने, त्यो हुनाले यस्तो राम्रो लाग्छ मलाई चाहिँ। अनि यो गाउँ चाहिँ चिउरीबास हो, लामी डाँडाको माथि टपमा चाहिँ बिजुले। अब यतापट्टि चाहिँ यस्तो ठाउँ राम्रो छ कि वन जङ्गल माथिबाट ढाकिएको, कस्तो राम्रो देखे। केही समयपछि पाक्न सुरु गर्छ। यहाँ चाहिँ रस्ट देखिएको छ कि पुरै पातै भरि एकदमै सबै असर गरेको। अनि यो रुखहरू चाहिँ पहिला चाहिँ मैले चाहिँ फिल्ममा देख्थेँ कि यस्तो कस्तो राम्रो देख्थेँ, त्यही जस्तो लाग्यो कि मलाई चाहिँ। अनि कस्तो राम्रो देखेको थिएँ कि घना पुरै सल्लाह घारी रहेछ। गाउँघरमै कुखुराहरू कस्तो मजाले पालेको। अनि यो यस्तो मौसम हुँदा चाहिँ मलाई चाहिँ दसैँ आए जस्तो लाग्छ कि, किनकि कस्तो राम्रो देखेको थियो कि ठाउँ। हेर्नु न, लिचीहरू फुलेर फलेर ढकमक्कै है, अनि दिन पनि कस्तो खुल्या थियो। अब यो हाम्रो नेपालको ऋतु अब 6वटा मध्ये चेन्ज भइरहेको छ नि त। अनि यहाँ चाहिँ हाम्रो रञ्जना म्याम हुनुहुन्छ, उहाँले चाहिँ कस्तो राम्रो बनाउँदै हुनुहुन्छ कि यो सालको पातको टपरी कस्तो सुन्दर देखिएको छ है। यो अब पहिला कति बनाउँथे, अहिले पनि अब सबै ठाउँ बनाउँदैन। त्यही पनि अब यो हामी चाहिँ अब खासै राईहरूले त खासै बनाइँदैन नि त। अब त्यही कोही बेला पूजापाठ हुँदा बनाइन्छ, अनि प्रायःजसो छेत्री बाहुनले बनाउँछ नि त। अनि यो रोटी राखेर हेर्नु न कस्तो क्युट देखिएको छ कि, कस्तो राम्रो। उसको सानो बच्चा पनि बनाउँदै हुनुहुन्छ है हाम्रो रञ्जना म्याम, उहाँको सिप कस्तो राम्रो देखिएको छ। अब यो त मैले पनि ट्राई गरेको, कस्तो मलाई त है नआएर जति पटाउँछु त्यति च्यातिन्छ, अनि मैले चाहिँ छोडिदिएँ। अनि उहाँले बनाउँदै हुनुहुन्छ कस्तो राम्रो। अब यति धेरै पातको बनाउँदै हुनुहुन्छ कि उहाँले चाहिँ। अब यो त एकदम राम्रो नि त। अब वातावरणलाई पनि असर गर्दैन, यो मजाले माटोसँग कुहिएर मिल्छ होइन। अनि अब प्लास्टिकको थाल है प्रयोग गर्दा त कति टाइम लाग्छ, पोल्नुपर्छ है। यिनीहरूलाई त अब माटोमा फाल्यो भने पनि यो कुहिएर एकदम राम्रो बन्छ। अनि कस्तो राम्रो, हेर्नु न कस्तो क्युट बनेको छ, कति धेरै बनाउनु भएको छ म्यामले। अनि कस्तो राम्रो है, मजाले